दृष्टिले नमस्कार। तिब्बत टिभीको नेपाली प्रसारणमा स्वागत छ। म सकिना बट यस हप्ताको तिब्बत, परम पावन दलाई लामा र निर्वासित केन्द्रीय तिब्बती प्रशासनको साप्ताहिक समाचारहरूका साथ उपस्थित भएकी छु। यस साताका प्रमुख समाचारहरू। हिरोशिमा र नागासाकीमा आणविक बम विस्फोटको 75औं वार्षिकोत्सवमा परम पावन दलाई लामाज्यूले शान्तिको आग्रह। परम पावन दलाई लामाज्यूले नोबेल पुरस्कार विजेता जन ह्युमको निधनमा शोक प्रकट। तिब्बतको साहसी महिला आमा आदेको निधन। या त हामी चीनलाई परिवर्तन गर्छौं वा चीनले हामीलाई रूपान्तरण गर्छ, CACN-मा डाक्टर लोप्साङ सिंघेको भनाई। तिब्बती प्रशासनका प्रमुखले 11औं पञ्चेन लामाज्यूका बारे सूचना र त्यसको अधिकार दिन संयुक्त राष्ट्रका विज्ञहरूको मागलाई ध्यान दिन चीनलाई आग्रह। निर्वाचन आयोगले 2021 प्रशासनका प्रमुख र 17औं तिब्बती संसदीय निर्वाचनको निर्वाचन प्रक्रिया घोषणा। सभामुख पेमा झुङनेले संसद अमर सिंहको निधनमा शोक व्यक्त गर्नुभयो। EAP रिपोर्टको अनुसार तिब्बती क्षेत्रहरूमा प्रवेश अधिकारको स्तरमा 2019मा पनि कुनै सुधार नभएको उल्लेख। बेलायतमा 4 जना तिब्बती युवाहरूले ब्रिस्टलदेखि लन्डनसम्म तिब्बतको लागि शान्ति यात्राको आयोजन। हिरोशिमा र नागासाकीमा आणविक बम विस्फोटको 75औं वार्षिकोत्सवको अवसरमा परम पावन ज्यूले सरकार, संगठन र व्यक्तिलाई शक्तिको प्रयोग नगरी वार्ताबाट द्वन्द्वको समाधान गरी शान्तिको उपलब्धिलाई आफ्नो जीवनको केन्द्रबिन्दु बनाउनका लागि पुनः समर्पण गर्न आग्रह गर्नुभयो। परम पावन दलाई लामाज्यूले एउटा तिब्बती युवा समूहको अनुरोधमा अगस्त 4 तारिकदेखि 6 तारिकसम्म 3 दिनको लागि जी.छोङ्गपाले विरचित प्रतिथ्या समुत्पाद बारे प्रवचन दिनुभयो। दैनिक जीवनमा उठ्ने अनुकम्पा र निर्भरताबारे प्रश्नको उत्तर दिँदै परम पावन ज्यूले स्वीकार गर्नुभयो कि हामी सबैमा आत्ममायालु मनोवृत्ति हुन्छन्, तर पनि यदि हामी सबै एक अर्कामा कसरी निर्भर छौं भने विचार गर्यौं भने हामीले बुझ्न सकिन्छौं कि अरूलाई कदर गर्नु कतिको महत्त्वपूर्ण छ भन्नुभयो। तिब्बतीहरूको आध्यात्मिक गुरु र नोबेल पुरस्कार विजेता परम पावन दलाई लामाज्यूले उत्तरी आइरिस राजनीतिज्ञ र नोबेल पुरस्कार विजेता मित्र जन ह्युमको निधनमा शोक व्यक्त गर्नुभयो। उहाँलाई रोग लागेर लामो अवधिपछि अगस्तको 3 तारिकमा निधन हुनुभयो। स्वर्गीय नोबेल पुरस्कार विजेताको श्रीमतीलाई गरेको शोक सन्देशमा परम पावन ज्यूले द्वन्द्वको समाधानमा ह्युमको शान्ति र अहिंसाप्रति समर्पणको प्रशंसा गर्नुभयो र उनले अर्थपूर्ण जीवन बिताएको भनी भन्नुभयो। आमा आदे भनेर चिनिने आदे टेपन्चाङ गत सोमबार 88 वर्षको उमेरमा धर्मशालामा देहान्त हुनुभयो। उनी तिब्बतमा सबैभन्दा लामो समय राजनीतिक बन्दी भएर बस्नेहरूमध्ये एक हुन्। सन् 1932मा जन्मेकी आमा आदेले सन् 1950मा चिनिया कब्जा विरुद्ध तिब्बती प्रतिरोधमा भाग लिएको कारणले 27 वर्ष चिनिया जेलमा बिताउनुभयो। उनले आफ्नो जनताको स्वतन्त्रता र मर्यादाका लागि सङ्घर्ष गरेकोले आमा आदेलाई उनकी अदम्य भावना र शौर्यले तिब्बती प्रतिरोध, साहस र देशप्रेमी प्रतीकको रूपमा चिनिन्छन्। कैनेडियन हाउस अफ कमन्स स्पेशल कमिटीले क्यानाडा र चीन सम्बन्धी पहिलो औपचारिक सुनुवाइको लागि वक्ताको रूपमा आमन्त्रित निर्वासित प्रशासनका प्रमुख डाक्टर लोप्साङ सिंघेले चिनिया कम्युनिस्ट पार्टीले खडा गरेका चुनौतीहरूको गम्भीरता लिनु र क्यानाडा सरकारलाई र उद्धार मूल्यलाई समर्थन गर्नुहुने लोकतन्त्रका सहयोगीहरू वा समान विचारधारा भएका देशहरूलाई यसमा सम्मिलित हुन आग्रह गर्नुभयो।
डाक्टर सिंघेले पनि समितिको समक्ष चिनिया संविधानको ढाँचामा तिब्बती जनताको वास्तविक स्वतन्त्रता खोज्ने मध्य मार्गको दृष्टिकोणलाई मान्यता र समर्थन गर्न प्रस्ताव राख्नुभयो। The challenge posed by the Communist Party of China or the Chinese government is very serious. So either we transform China or China will transform us. So the liberal values are at stake, democracy is at stake, human rights is at stake, environmental issues is at stake. Being the second largest donor to the United Nations, China is trying to restructure United Nations. उहाँले मध्यम मार्गको दृष्टिकोणलाई एक नीतिको रूपमा लिई समर्थनको प्रस्तावलाई सदस्यहरूद्वारा विचारको लागि लिएको छन् र समितिको बैठकमा यस विषय उचित छलफल हुनेछन् भन्नुभयो। क्यानाडा र चीनको सम्बन्धबारे पहिलो औपचारिक सुनुवाई क्यानाडियन हाउस अफ कमन्स स्पेशल कमिटीमा क्यानाडाका पूर्व राजदूत डेभिड मल्रोनी, समितिका सभापति संसद जेफ रिगन, उद्धार पार्टी र संसद ड्यान एल्बस, रूढिवादीका संसद स्टेफनी बर्जरन, ब्लक क्युबेकवा नयाँ लोकतान्त्रिक पार्टीका सांसद ज्याक ह्यारिस र समितिका सदस्यहरूको उपस्थित हुनुभएको थियो। गत हप्ता मंगलबार संयुक्त राष्ट्र संघका 5 स्वतन्त्र जनादेश धारकहरूले गरेको संयुक्त सञ्चारको स्वागत गर्दै निर्वासित तिब्बती प्रशासनका प्रमुख डाक्टर लोब्साङ सिंघेले 11औं पञ्चेन लामाज्यू सम्बन्धी सूचना तथा उहाँको अधिकारबारे संयुक्त राष्ट्रका विज्ञहरूको मागलाई ध्यान दिन चीनसँग आग्रह गर्यो। संयुक्त राष्ट्र संघका 5 स्वतन्त्र जनादेश धारकहरूले आफ्नो साझा संसारमा 2 महत्त्वपूर्ण कुराहरूबारे प्रकाश गरेका छन्, जसमा ग्यान्डुन छुकी निमालाई निरन्तर विपत्ता र तिब्बती जीवित बौद्धहरूको पुनर्जन्म नियमप्रति चिन्ता, यी 2 कुराहरूलाई समावेश गरिएको छ। केन्द्रीय तिब्बती प्रशासनको प्रमुख निर्वाचन आयुक्तले तिब्बती निर्वाचनको संविधान र तिब्बती निर्वाचनको नियम अनुसार 2021 सालको प्रशासनका प्रमुख र तिब्बती संसदका साधारण चुनावी प्रक्रिया सुरु भएको घोषणा गर्नुभयो। 2021 को आम चुनावले 5औं प्रत्यक्ष निर्वाचित प्रमुख सिक्योङ र 17औं तिब्बती संसद निर्वाचित गर्नु हुनेछन्। दर्ता भएका मतदाताहरूको सही प्रमाणीकरण सूची प्राप्त गर्न आयोगले सबै क्षेत्रीय निर्वाचन आयोगले मतदान गर्न योग्य हुने आम जनतालाई दर्ता भएको सुनिश्चित गर्न निर्देशन दिनुभएको छ। From today onwards, we have started the forthcoming election procedures, and all the candidates who wanted to stand for the candidature of the next election, they can start their campaign, as well as we firmly request all the voters to kindly follow the rules and regulation being promulgated from the Tibetan Parliament. आयोगले आफ्नो नयाँ आधिकारिक वेबसाइट tibetanelection.net सुचारू गर्ने घोषणा पनि गरेका छन्। तिब्बती जनतामा निर्वाचन अभिवृद्धि गर्ने लक्ष्यका साथ नयाँ वेबसाइटले तिब्बती चुनाव, तिब्बती संविधान, तिब्बती निर्वाचन नियम र मतदाता शिक्षा आयोगको घोषणा, अघिल्लो चुनावको परिणाम र अन्य सान्दर्भिक स्रोतहरू सम्बन्धी सुलभ जानकारी प्रदान गर्न सुचारू गरिएको छ। निर्वासित तिब्बती संसदका प्रमुख श्रीमान पेमा झुङ्नेले स्वर्गीय माननीय अमर सिंहका परिवारलाई शोक व्यक्त गरे। स्वर्गीय सिंह राज्यसभा सदस्य र समाजवादी पार्टीका पूर्व नेता थिए। उनको 64 वर्षको उमेरमा निधन हुनुभयो। शोक पत्रमा सभामुख पेमा झुङ्नेले हाम्रो तिब्बती प्रतिनिधि मण्डलले उनीसँग भेट गर्ने सुअवसर पाएका थिए र उनी हाम्रो पक्षमा सहानुभूति र समर्थन गर्ने एक प्रतिष्ठित भारतीय राजनीतिज्ञ हुनुहुन्थ्यो। त्यसकारण उनको निधनले भारतीय राजनीतिलाई मात्र नभई तिब्बतीहरूलाई पनि हानि पुगेका छन् भनी लेख्नु भएको थियो।
आफ्नो दोस्रो वार्षिक रिपोर्टमा चीनको PRC तिब्बती क्षेत्रमा प्रवेश अधिकार पुर्याउने बारे पूर्वी एसियाई ब्युरो, प्रशान्त मन्त्रालय र अमेरिकाको राज्य विभागले 2018 को तुलनामा 2019 मा चीन अन्तर्गत तिब्बती जनसङ्ख्याको प्रवेश अधिकारमा कुनै पनि सुधार नभएको दर्शाउनुभयो। उक्त रिपोर्टले PRC ले र अन्य तिब्बती क्षेत्रहरूमा तिब्बत स्वायत्त क्षेत्र बाहिरको अमेरिकी कूटनीतिज्ञहरू, अधिकारीहरू, पत्रकार र पर्यटकहरूका लागि तिब्बत ऐन 2018बाट पारित गरेको 1 वर्षपछि 2019 मा पारस्परिक प्रवेश अधिकार र व्यवस्थित बाधाहरूलाई प्रकाश पारेका छन्। PRC ले चीनमा अमेरिकाको कूटनीतिक उद्देश्यबाट तिब्बत स्वायत्त क्षेत्र र सुरक्षाकर्मीहरूको भ्रमणको लागि कम्तीमा 10 जना मध्ये 5 वटा आधिकारिक अनुरोधहरू अस्वीकार गरेको उल्लेख गरेको छ। 2019 मा अमेरिकी काउन्सिल जेनरलले सिन्चुवान प्रान्तमा भएका लारुङघर र याचेनघर गुम्बाहरूका नेताहरूसँग भेट गर्न बारम्बार गरेको अनुरोधलाई अस्वीकार गरेको उल्लेख गर्नुभयो। 2018 को तिब्बत ऐनको पारस्परिक प्रवेश अधिकारका लागि अमेरिकी विभागका कूटनीतिज्ञहरू, अधिकारीहरू, पत्रकारहरू र पर्यटकहरूलाई चिनिया अधिकारीहरूले प्रदान गरेको प्रवेशस्तरको सम्बन्धमा राज्यले विभागलाई 90 दिनभित्र र त्यसपछि 5 वर्षसम्म कङ्ग्रेसलाई प्रतिवेदन दिन आवश्यक छ भन्नुभयो। चीनको अन्य क्षेत्रहरूमा प्रवेश अधिकार स्तरको तुलना, तिब्बती र प्राविधिक गैर तिब्बती क्षेत्रहरूमा प्रवेश अधिकार स्तर बीचको तुलना, अघिल्लो रिपोर्टिङ वर्षको तुलनामा प्रवेश अधिकार स्तरको तुलना र आवश्यक अनुमतिहरू र अन्य उपायहरूको विवरण जसले तिब्बती क्षेत्रमा यात्रा रोक्छन् त्यसको बारे प्रतिवेदन दिनु आवश्यक छ भन्नुभयो। 4 जना तिब्बती युवाहरू तेन्जिङ साङ्मो, सोनाम छिरिङ, टासी ढुन्डुप र तेन्जिङ फिन्चोकको समूहले गत बिहीबार ब्रिस्टलबाट लन्डनसम्म तिब्बतको लागि पैदल यात्रा भन्दै शान्ति मार्च आयोजित गरेका छन्। यो शान्ति मार्च चिनिया कम्युनिस्ट पार्टीको अन्तर्गतमा रहेका तिब्बत, सिन्ज्याङ र हङकङमा मानवाधिकारको उल्लङ्घन, त्यहाँको दुर्दशा अवस्थाको बारेमा सचेतना जगाउने र अन्तर्राष्ट्रिय समुदाय विशेष गरी UK सरकार र जनताबाट सहयोग लिनको लागि आयोजित गर्न बताउनुभयो। आजको लागि यति नै, फेरि भेटौँला।